देश विदेशमा रहनुभएको दाजुभाइ तथा दिदीबहिनीहरू, मलाई एकदम दुःख लाग्दो कुरा भएर मलाई पनि एकदम चिन्तित भएँ। म पनि दुबईबाट यसो आफ्नो मनमा लागेको कुरा दुःख लाग्यो। त्यही भएर म हैन आफ्नो सेट पिँदा रहनुहोस्, किनभने यो चाइनाबाट फैलिएको यो पुरा देशमा फैलिसक्यो। यो आफ्नो आत्मविश्वास गर्नुपर्छ, सबसे ठुलो कुरो। आफूले आत्मविश्वास गरे भने आफसे आफ हुन्छ। अब यसको आफ्नो दिमागमा राख्नु हुँदैन भनेर म सानो एउटा गाना गाउन गइरहेको छु। मलाई एकदम दुःख लाग्दो भएर त्यही भएर म सानो गाना गाउन गइरहेको छु। कसैले पनि नराम्रो नसोचिदिनु होला भनेर म यहाँ गाना सुरु गर्न गइरहेको छु है त। के गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि करुणाले गर्नु यहाँ गरेछ, नेपाललाई पार्नु पिर पार्याछ। के गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि। कस्तो रहेछ करुणा भाइरस, चाइनाबाट फैलेर आइरछ। के गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि। पशुपतिलाई सम्झेर बसाउँ, करुणालाई घरभित्र नपसाउँ। के गरेर कुनी करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि। हाम्रो घरमा पिपलावती, करुणाको छैन रे ओखाती। के गरेर पनि करुणालाई हटाउने गरिने छौं, जे गरेर पनि। ओके, मेरो सानो मनको दुःख लागेर यो मैले छोटो गाना गाइरहेको छु। यति भन्दा म बिदा माग्छु। हस्त, धन्यवाद है त। ओके, बाई बाई।